1000 सब्स्क्राइब छोटो समयमा कसरी छिटै पूरा गर्ने। यदि भर्खरै नयाँ च्यानल खोल्नु भएको छ भने सबैभन्दा पहिला हामीले 1000 सब्स्क्राइबलाई कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यसपछि भनेको 4000 घण्टाको वाच टाइमलाई युट्युब च्यानल मोनेटाइज गर्नको लागि यो क्राइटेरिया हामीले पूरा गर्नुपर्ने हुन्छ 365 दिन भित्रमा। र धेरै साथीहरूले च्यानल खोलिसकेपछि 1000 सब्स्क्राइब कम्प्लिट कसरी गर्ने यो धेरै साथीहरूको प्रश्न हुन्छ। यदि हजुरले नयाँ च्यानल खोल्नु भएको छ भने र हजुरले 1000 सब्स्क्राइब कसरी छिटै पूरा गर्ने अथवा 1000 सब्स्क्राइब कसरी पूरा हुन्छ भनेर इन्टरनेटतिर सर्च गर्दै हुनुहुन्छ, खोज्दै हुनुहुन्छ र धेरै यस्ता भिडियोहरू हेर्दै हुनुहुन्छ भने आज म केही टिप्स र ट्रिकहरू दिनेछु जसलाई प्रयोग गरेर सजिलैसँग 1000 सब्स्क्राइब कम्प्लिट गर्न सक्नुहुन्छ आफ्नो च्यानल, त्यो पनि छोटो समयभित्र। जबसम्म हामीले 1000 सब्स्क्राइब कम्प्लिट गर्न सक्दैनौँ तबसम्म हाम्रो च्यानल मोनेटाइज पनि हुँदैन, 4000 घण्टाको वाच टाइम पनि हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ। र धेरै साथीहरूको 1000 सब्स्क्राइब कम्प्लिट नभएर प्रश्न गर्नुहुन्छ सब्स्क्राइब नै आउँदैन, कसरी सब्स्क्राइबलाई पूरा गर्ने, 1000 सब्स्क्राइब कसरी पूरा गर्ने, हामीलाई हेल्प गर्नुस्, यो गर्नुस् त्यो गर्नुस्, यस्ता धेरै प्रश्नहरू हुन्छ। यदि छोटो समयमा 1000 सब्स्क्राइब पूरा गर्नु छ भने केही टिप्स र ट्रिकहरू लगाउनु पर्ने हुन्छ, केही टिप्सहरूलाई फलो गर्नुपर्ने हुन्छ र केही ट्रिकहरू लगाउनु पर्ने हुन्छ आफ्नो च्यानलमा। सबैभन्दा पहिला त हामीले ट्रेन्डिङ टपिकहरूमा काम गर्नु पर्यो। ट्रेन्डिङ टपिकहरू कस्तो हुन्छ भने धेरैको ध्यान आकर्षण हुन्छ ट्रेन्डिङ टपिकप्रति। धेरै साथीहरूले भिडियो वाच गर्नुहुन्छ र धेरै खोज्नु पनि हुन्छ, ट्रेन्डिङ टपिकहरूलाई धेरैले खोज्नुहुन्छ र यो बारेमा हामीले भिडियो बनाउनु पर्यो। र सँगसँगै हामीले टाइटल, डिस्क्रिप्सन, ट्याग यस्ता कुराहरूमा ध्यान दिनु पर्यो र सर्च गर्दा देखा पर्ने खालका टाइटलहरू हामीले ट्यागहरू युज गर्नुपर्ने हुन्छ भिडियोमा। र अर्को कुरा भनेको हामीले च्यानलमा नियमित रूपमा काम गर्नु पर्यो, जस्तो दिनमा एउटा भिडियो अथवा 2-3 दिन एउटा भिडियोलाई हामीले पोस्ट गर्नुपर्ने हुन्छ, अपलोड गर्नुपर्ने हुन्छ युट्युबमा। नियमित काम गर्दाखेरि तपाईँको च्यानलमा भ्युज पनि आउँछ, वाच टाइम पनि बढ्छ र यदि भिडियो मन पर्यो भने कुनै पनि साथीहरूले भिडियो मन पराइदिनु भयो भने त्यसलाई सब्स्क्राइब गर्नुहुन्छ च्यानललाई। र यसरी भिडियो बनाउँदै जाँदा 20-25 वटा भिडियो यदि हजुरले नयाँ च्यानल बनाउनु भएको छ भने 20-25 वटा भिडियो भित्रमा म्याक्सिमम भ्युज गएका भिडियोहरूलाई हजुरले टार्गेट गर्नुपर्ने हुन्छ। जस्तो तपाईँको कुनै पनि भिडियोमा एकदमै धेरै भ्युज गएको छ भने एकदम धेरै भ्युज गएको भिडियोलाई हेर्नुभयो भने यो भिडियोमा भ्युज सँगसँगै सब्स्क्राइब पनि आइरहेको हुन्छ र कुन भिडियोबाट कति सब्स्क्राइब हजुरले पाउनु भएको छ त्यो पनि हेर्न सक्नुहुनेछ। र सँगसँगै यस्ता भिडियोहरूलाई फेरिबाट हजुरहरूले सिमिलर कन्टेन्टहरूमा भिडियो बनाउनु होला। यसले गर्दा 1000 सब्स्क्राइबलाई कम्प्लिट गर्न सक्नुहुनेछ सजिलैसँग। र अर्को कुरा भनेको हजुरहरूको वाइट स्टोरमा गएर त्यहाँ एनालाइटिक्सको प्रयोग पनि गर्न सक्नुहुन्छ। सबैभन्दा बढी चलेका भिडियो, कुन भिडियोबाट कति सब्स्क्राइब आएको छ, कुन भिडियो म्याक्सिमम हेरिएको छ, कस्ता खालका भिडियोहरू हजुरको भ्युअरहरूले मन पराएका छन्, यी कुराहरू हजुरले चेक गरेर त्यस्तै खालका अथवा त्यस्तै कन्टेन्टहरूमा फेरिबाट भिडियो बनाउनु भयो भने चल्ने सम्भावना धेरै हुन्छ र हजुरले यस भिडियोबाट भ्यू सँगसँगै सब्स्क्राइब पनि ग्रोथ गर्न सक्नुहुनेछ। र यस्ता टिप्स एन्ड ट्रिकहरू प्रयोग गर्नुभयो भने छोटो समयमा पनि 1000 सब्स्क्राइब कम्प्लिट गर्न सक्नुहुन्छ सजिलैसँग। र यस्ता कुराहरूलाई फलो गर्नुभयो र केही ट्रिकहरू लगाउनु भयो भने सजिलैसँग कम्प्लिट गर्न सक्नुहुन्छ। सँगसँगै थम्बनेल पनि एकदमै आकर्षक गर्ने खालको, जस्तो भ्युअर्सहरूलाई तान्ने खालको बनाउन सक्नुहुनेछ। थम्बनेलमा युज गरेका टेक्स्टहरू ठुलो अक्षरमा स्पष्टसँग देखिने खालका यस्ता टेक्स्टहरू, कुनै पनि फोटोहरू यस्तो केही राख्नु भएको छ भने स्पष्ट देखियोस्। भ्युअर्सहरूलाई चाहिँ तान्ने खालको थम्बनेल यदि बनाउनु भयो भने भिडियोमा भ्युज पनि आउँछ, सँगसँगै च्यानलले सब्स्क्राइब पनि ग्रोथ गर्छ। मेन कुरा के हो भने नियमित काम गर्ने, ट्रेन्डिङ टपिकहरूमा काम गर्ने र आफ्नो च्यानलमा पनि कतिपय भिडियोहरू चलिरहेका हुन्छन्, भ्युज गइरहेको हुन्छ। त्यस्ता भ्युज गएका भिडियोहरूलाई फेरिबाट हामीले टार्गेट गरेर सिमिलर कन्टेन्टलाई लिएर भिडियो बनाउने, यसले गर्दा पनि हाम्रो च्यानलमा भ्युज आउँछ, सजिलैसँग सब्स्क्राइबलाई कम्प्लिट गर्न सकिन्छ। धेरै साथीहरू चाहिँ 1000 सब्स्क्राइब कसरी कम्प्लिट गर्ने भनेर युट्युबतिर सर्च गर्नुहुन्छ, धेरै भिडियोहरू हेर्नुहुन्छ। त्यसैले गर्दा यस्ता कुराहरूलाई ध्यान दिनु होला, मेहनत गर्नु होला। आफूले भिडियोको क्वालिटी, हजुरले बनाएका कन्टेन्टहरू दर्शकले कतिको रुचाएका छन्, यस्ता कुरामा ध्यान दिनुभयो भने सजिलैसँग 1000 सब्स्क्राइब कम्प्लिट गर्न सक्नुहुनेछ। जबसम्म हजुरको च्यानल मोनेटाइज हुन्छ तबसम्म नियमित रूपमा काम गर्नुहोस्, ट्रेन्डिङ टपिकहरू खोजेर काम गर्नुहोस्। जबसम्म च्यानल मोनेटाइज हुँदैन तबसम्म चाहिँ विभिन्न ट्रेन्डिङ टपिकहरू, विभिन्न कन्टेन्टहरूमा काम गर्नुहोस्। मिक्स कन्टेन्टमा नि काम गर्नुहोस्, केही छैन, मिक्स कन्टेन्टमा पनि काम गर्न सक्नुहुन्छ। र कस्तो खालको कन्टेन्टमा हजुरको भ्युज गएको छ, कस्तो खालको कन्टेन्ट तपाईँको च्यानलमा रुचाइएका छन्, भ्युअर्सहरूले हेरिरहेका छन् एकदमै बढी, कस्तो खालको कन्टेन्ट हेरिएको छ,
त्यसमा हजुरले टार्गेट गरेर त्यही सिमिलर क्याटेगोरीमा काम गर्न पनि सक्नुहुन्छ, त्यही सिमिलर कन्टेन्टहरू बनाउन पनि सक्नुहुन्छ र यसरी काम गर्न सक्नुहुनेछ। र यस्तै कुराहरूलाई, यस्तै टिप्स र ट्रिकहरूलाई प्रयोग गरेर 1000 सब्स्क्राइब सजिलैसँग छोटो समयमा पनि पुरा गर्न सक्नुहुनेछ। र विभिन्न तरिकाहरू अपनाएर फरक फरक खालका कन्टेन्टहरूमा भिडियो बनाएर अपलोड गर्नुहोस्, हेर्नुहोस् र कस्तो खालको कन्टेन्टहरू मन पराउँछन् त्यही सिमिलर कन्टेन्टहरूमा फेरिबाट भिडियो बनाउनुहोस् जबसम्म च्यानल मोनिटाइज हुँदैन। यस्ता टिप्स र ट्रिकहरूलाई प्रयोग गर्नुभयो भने सजिलैसँग 1000 सब्स्क्राइब कम्प्लिट गर्न सक्नुहुनेछ आफ्नो च्यानलमा। र 1000 सब्स्क्राइब सजिलैसँग पुर्याउने छोटो समयमा नै 1000 सब्स्क्राइब कम्प्लिट गर्न चाहनुहुन्छ भने यिनै कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ। साथीहरू भिडियो कस्तो लाग्यो लाइक गरिदिनु होला, नबुझेका केही कुराहरू छन् भने कमेन्ट गर्न सक्नुहुन्छ, मन पर्यो भने भिडियोलाई शेयर गरिदिनु होला। यदि हजुर नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। भ्यू डिटेक युट्युब च्यानल हेर्दै गर्नु होला। नमस्कार।